के भन्नु छ? भन्दैछु नि हो कति भन्नु र भन्नुभन्दा धेरै के चाहिँ बनाउनु भएको यो भनिदिनु त। यो चाहिँ हामीले के हो यो? अहिले अब ड्रागन फ्रुटको धेरै चल्ती छ नि त। हजुर। अब यो पूर्व क्षेत्र मात्रै नभनेर हरेक क्षेत्रहरूमा ड्रागन फ्रुट खेती गर्ने। अनि यसमा चाहिँ हामी यो ड्रागन फ्रुट खेती गर्दाखेरि पिलर उठाउनु पर्यो। पिलरमाथि चाहिँ यसलाई हामी ठक्कै यसरी स्याटेर राख्छौँ। पिलरमाथि राखेपछि अनि यसलाई 1.5 इन्ची पाइप गोलो हामीले यसलाई यसरी बाँधेर पुरै उ गर्न सक्छौँ, बेरा गर्न सक्छौँ। यसमाथि चढाएर ड्रागन फ्रुट फलाइँदो रहेछ। अर्डर सडर आयो भने बनाउन सकियो होइन? अर्डर आयो भने हामी जति पनि बनाउन सक्छौँ। अहिले कतिवटा बन्दैछ हाम्रोमा यो? अहिले हाम्रो यो अर्डर हाम्रो 1012 पिसमा आएको हो। हजुर। अब धेरै ठुलो कम्पाउन्ड रहेछ। अहिले तत्कालीन चाहिँ 100 पिस चाहिएको भएर हामीले यो बनाउँदै गरेको। त्यस पछाडि यसलाई 100 पिस दिएर फेरि अलिक ग्याप गर्छौँ, अरू कामहरू पनि